पानी पराइ एकदमै बेसी भयो। यो अस्तिको दिन बेलुकादेखि परेको पानी ननस्टप छ यता हाम्रो आङखोपतिर। सबै धानहरू लडाएको यस्तो बिजोग बनाइसक्यो। एकदमै बिग्रिसक्यो यो धान। यति मात्र हैन, धेरै नै लडाएको छ धान चाहिँ। यता ठुल्ठुलो गराहरू छ, सबै धान बिग्रिसक्यो। यो 3 दिन भिजिसक्यो। यस्तो अवस्था भइरहेछ अहिले। पानी छ सबै, पानीमा डुबिरहेछ पाँजाहरू सबै। तर नलडेको पनि यस्तो भइरहेछ। मौसम उग्रिने कुरै छैन। हल्का बादल माथिबाट घाम देखिरहेको अवस्था छ। बाटोमा यस्तरी पानी जम्मा भइरहेछ। पानी धेरै परेको अवस्था बुझ्छु म चाहिँ। यता हाम्रो अगाडि देखिँदै गरेको हरियो चर्च हो। यता माथि डाँडामा अर्को मन्दिर पनि छ हाम्रो। त्यस्तै छ यहाँ। कोदो पनि माथितिर सबै ढलिरहेको छ। पानी परिराखेकै छ। त्यो माथि देखेको चाहिँ एउटा माझघर हो। यस्तो बनाएको कोदो। सबैजना सचेत रहनु होला। बेसी दिनको पानीले ठुलो क्षति निम्त्याउन सक्छ। खुर्सानी पाकेको छ सबै। हाम्रो यता भट्टी नि छ। यताबाट पनि तपाईहरुलाई एउटा बिहान छ। एकदम यता पनि काटेको धान सान सबै भिजिरहेछ। मौसम एकदमै अझै पनि बिग्रिने सम्भावना छ। यस्तै छ है त मौसम। ल